असार महिना भन्दा अगाडि तपाईले काट्नु भएको छ त्यो पनि चलाको छैन नचलाको मिटरमा तपाईले कसरी काट्नु भयो त यस्तो हुन्छ त्यो तपाईको नचलाको पनि हुँदैन यहाँ हेर्नु कति अनि तपाईले फेरि अगाडि नै अग्रिम 400 500 कति काटेर तपाईले छोड्दिनु हुन्छ हामीलाई हेर्नु के यो जाएको छ त यहाँ आएको छ त युनिट तपाईले बताउनुस् यहाँ आएको छ त युनिट यहाँ हेर्नु न हाम्रो अधिकारले हामी भिडियो गर्न पाउँछौँ तपाईको अधिकारले तपाई बोल्नु पनि पाउनुहुन्छ के हो हामीले नबुझेको कुरा प्रश्न पार्नुपर्छ तपाईले यहाँ हेर्नु 67 युनिट तपाईको यहाँ आएको छ अहिलेको तपाईको मिटरमा 1918 आजको अङ्क अगाडिको अङ्क 1851 1918 मा 1851 घटो 67 युनिट आयो 67 युनिट आयो यसको पैसा 446 रुपैयाँ यहाँ आयो मिनिमम चार्ज 75 जोडियो 521 रुपैयाँ भयो यी छ त सबै कुरा तपाईको अब डेट पनि हेर्नु ल तपाईले असारको पुरै 30 गतेसम्मको काट दिनु भएको छ हामीले चलाकै छैन 30 गते होइन असार अन्तिमसम्म गर्दिनु भएको छ यो मात्र होइन अन्तिमसम्मको होइन आजको मात्रै हो अगाडि अग्रिम जेठको पनि त्यस्तै गर्नु भएको छ वैशाखको पनि तपाई गाउँ मात्रै होइन नि त यो सबै गाउँ भरिमा सबैले कोही पनि बोलेको छैन कोही बोलेन भन्नेमा तपाईले अलिकति त्यसको भनौं न फाइदा या के लिनु भएको हो कि बा नियम गर्नु न तपाईले नबुझेका कुराहरु बाँकी अफिसमा बुझ्नु न गएर मैले सिस्टम अनुसार त यो दिएन नि त सर हामीले त सिस्टम हामीले चलाकै छैन भने अगाडि तपाईले कसरी काट्नु भयो यो सिस्टम त दिएन नि त कुन नियम छ यहाँ हेर्नु म तपाईलाई देखाइदिँदै छु यतापटि आउनु यहाँ छेउमा आउनु यहाँ तपाई उता जानुहुन्छ 6 गते 06 भनेको रिडिङ हुने गते हो तपाईको 62 डी भनेको तपाईको ग्राहक नम्बर बुझ्नुभयो नि 0020 थियो पहिले अहिले 002 एरियाको 6 गते तपाईको रिडिङ हुन्छ 6 गतेको रिडिङमा आज 7 गते भयो यो चाहिँ 6 गते रिडिङ हुन्छ यो एरिया भनेर यो रुट बनिएको हो ल एउटा कुरा बताउनुस् तपाईले असारसम्मको काट्नु भएको छ असारसम्मको होइन काट्नु भएको आजसम्मको मात्रै हो फेरि जेठको पनि यही यहाँ मैले सुनेको छु जेठको पनि तपाईले यसरी मोटरहरुको पनि काट्नु भएको छ सबै थपेर अग्रिम काट्दिनु भएको छ अनि यो अनुसार तपाईले थपेर त काटिदैन उठाको पैसा तपाईले के गर्नु अंक थपेर काटिदैन यो पैसा अब हामीले उता बुझाउनु पर्छ ई सेवा बा काहीबाट पनि हामी पठाइदिन्छौँ हैन त्यो पैसा तपाईले के गर्नुहुन्छ तपाईहरु त्यो चाहिँ अब अफिसमा सोध्नु अफिसले के गर्छ हैन कहाँ सोध्नु कसलाई सोध्नु भन्नुस् तपाई कसलाई सोध्नु भन नि नाम बताइदिनुस् त्यहाँ गएर पनि हामी कुरा गर्छौं यहाँ आउनु त यहाँ नेरी चाहिँ 98 5 26 बुझ्नु भयो नि त हैन 85 500 भनेको चाहिँ यो हाम्रो हाकिम सरको नम्बर हो पानीको त अब अंकल चाबी लागेको छ हैन अंकल यहाँ यस्तो भइराछ असार भन्दा असार सकेको छैन असार सकेको छैन असार अगाडि देखिकै पैसा थपेर 4-500 थपेर उहाँले काट्दै हिँड्दै हुनुहुन्छ गाउँभरिको कोही पनि बोलेको छैन यो कुरा यहाँ पक्रेर उहाँले हामीले होइन यहाँ सुन्नु न त्यही भएर यहाँ एउटा मान्छे देखाउन जानकारी लिन खोजेको अस्तिको पनि जेठमा चलाकै छैन यो मोटरहरु यो मोटरहरुमा उहाँहरूले 300-400 थपेर उहाँले यसरी जानुहुन्छ अब यो जाय सके छैन हाम्रो मैले नम्बर दिइराछु अनि यो त भएन नि त अनि अब तपाईले प्रश्न पार्नु पर्यो हामी ल भन्नुस् ल त्यो हाकिम सर होइन तपाईले बताउनु पर्छ तपाईले यो कुरा क्लियर बताउनु पर्छ बताइराखेको छु त म तपाईलाई तपाईले यो कुनै हालतमा मिल्दैन यो तपाईले यसरी गर्नु मिल्दैन त मिलेन भने हामीले जुन रुट हामीले दिएको छ असार सकेको छैन तपाईले असारको पैसा 300-400 500 काटेर थपेर तपाईले कसरी जान सक्नुहुन्छ कति चाहिँ काने यो त जायज छैन यो नेपालको कुन कानुनमा छ तपाईले पहिले सुन्नु न यो चाहिँ बताउनु पहिले कानुनमा छ कुन ऐनमा छ कुन नियम आयो नयाँ त्यो बताउनु पर्छ मलाई यो चाहिँ बताउनु न कसकोमा अंक थपेको छ त्यो मात्रै बताउनु न तपाईले जेठको पनि गर्नु भएको छ त्यसरी त्यसपछि वैशाखको पनि गर्नु भएको छ पछिल्लो सबैले गर्नु भएको छ तपाईले यो त मिलेन नि अब यो साधारण जनता सबै चुपालेर बस्यो भन्नेमा तपाईले यो गर्नु मिलेन तपाईले कसले पठायो यो कुरा कसरी यो गर्नु भयो नम्बर मैले तपाईलाई यहाँ कल गर्नु न यो कसको नम्बर बताउनुस् यो हाकिम सरको नम्बर यहाँ दिएको छु त अनि तपाईले यो गर्नु गाउँ घरमा यसरी गरेको ठीक हो त महिना सकेको छैन ल त्यसमा हामीले चलाउँदै भने त्यो पैसा के गर्नु चलेन भने ल हामीले चलाएनौँ पैसा त अलरेडी हामीले पठाइसकेको छौँ अब त्यो पैसा के गर्नु पठाउनु भयो हामीले अब यो सेवा गरेर पठाइदिन्छौँ नि त पैसा अनि त्यो पैसा के गर्नुहुन्छ त्यो त उहाँ सोध्नु न अफिसमा अब हामीले चलाउने होइन नि त त्यो त बिल काट्ने त उहाँ नै हो नि त हामीले होइन त्यो चलाउने हामीले बिल मात्रै काट्ने हो कि हामीले त्यो पैसा हामीले चलाउन पाइँदैन नि त ल हामीले पैसा